अनि हामी यहाँनिर घुम्न पनि आएको, काकीले लिएर आउनु भएको यो श्रम सांस्कृतिक पार्क धरानमा हैन। फर्स्ट टाइम आएको जस हाम्रो अनुभव राम्रो रहेछ। यहाँ जो स्कुल मौसम यस्तो पहाडी एरिया हैन, कस्तो राम्रो वातावरण। अनि यहाँनिर आउँदा मान्छेहरु चिल हुन चाहिँ आउनु होला एउटा जस्तो। अनि यहाँनिर हजुर टर्के अनि यहाँ राम्रो छ देउस। यहाँ हाम्रो फाउन्टेनहरु छ, बोट बिरुवादेखि लिएर बच्चा बुढाबुढी सबैजनालाई मिल्दोस्। अनि हाम्रो यहाँ गोर्खा के ब्रिटिस आर्मी, इन्डियन आर्मी र युके सिङ्गापुर आर्मीहरूको पनि उहरू बनाउनु भएको रहेछ है। यस्तो उ जस्तै श्रम के भन्छ त्यसलाई, स्तम्भ सम्झनाको लागि हैन, मेमोरीको लागि। त्यो राम्रो छ देउस हैन धरानमा हैन। फर्स्ट टाइम आएको जस हाम्रो अनुभव राम्रो रहेछ। यहाँ जो स्कुल मौसम यस्तो पहाडी एरिया हैन, कस्तो राम्रो वातावरण। अनि यहाँनिर आउँदा मान्छेहरु चिल हुन चाहिँ आउनु होला एउटा जस्तो। अनि यहाँनिर हजुर टर्के अनि यहाँ राम्रो छ देउस। यहाँ हाम्रो फाउन्टेनहरु छ, बोट बिरुवादेखि लिएर बच्चा बुढाबुढी सबैजनालाई मिल्दोस्। अनि हाम्रो यहाँ गोर्खा के ब्रिटिस आर्मी, इन्डियन आर्मी र युके सिङ्गापुर आर्मीहरूको पनि उहरू बनाउनु भएको रहेछ है। यस्तो उ जस्तै श्रम के भन्छ त्यसलाई, स्तम्भ सम्झनाको लागि हैन, मेमोरीको लागि। त्यो राम्रो छ देउस हैन। यहाँ भिजिट गर्न कहाँबाट आउनु भएको छ उहाँहरू।